राधा रानीको मृत्युको असली सत्य। सबैलाई थाहा छ, गान्धारीको श्रापका कारण द्वारका नगरी डुबेपछि भगवान श्रीकृष्णले पनि आफ्नो देह त्याग गर्नुभयो। तर के तपाईले कहिल्यै सोच्नु भएको छ, श्रीकृष्णकी प्रिया, उहाँको हृदयको सबैभन्दा नजिककी राधा रानीको मृत्यु कसरी भयो? उहाँको अन्तिम इच्छा के थियो र उहाँले श्रीकृष्णसँग यस्तो के माग्नुभयो जुन आजसम्म पनि चर्चाको विषय बनेको छ? यो एक यस्तो प्रेम कथा हो जुन समयभन्दा पनि पर छ। यो त्यो बन्धन हो जुन शरीरबाट होइन, आत्माबाट जोडिएको छ। आज हामी जान्नेछौँ राधा रानीको मृत्युको असली रहस्य र उहाँको अन्तिम इच्छाको अनसुनी तर रोचक कथा, जसले तपाईलाई छक्क पारिदिनेछ। वर्षानाका ती पुराना पगडण्डीहरू, जहाँ श्रीकृष्णले लीलाहरू गर्नुहुन्थ्यो, आज पनि त्यहाँ प्रेमको, हाँसोको, बाँसुरीको र त्यो दुःखको गुन्ज बाँकी छ जसले युगौँदेखि प्रेमीहरूलाई जीवित राखेको छ। तर यो कथाको सुरुवात न त वर्षानाका गल्लीहरूबाट हुन्छ, न त वृन्दावनबाट। यो कथाको सुरुवात एक कुञ्जबाट हुन्छ, जहाँ वृद्ध भएकी राधा आफ्नो अन्तिम समयको प्रतीक्षा गर्दै थिइन्। अब उनी पुरानो राधा थिइनन्। शरीर झुकिएको थियो, अनुहारमा झुर्रीहरू आएका थिए, तर हृदय भने उही किशोरी राधाको थियो जसले केवल श्रीकृष्णका लागि धड्किन्थ्यो। कृष्ण मथुरा छोडेर गएपछि राधाले न त कसैसँग विवाह गरिन्, न त कतै आश्रय लिइन्। उनी एक्लै वृन्दावनको एकान्त कुञ्जमा बस्न थालिन्। उनको दैनिकी हरेक दिन उस्तै हुन्थ्यो। सूर्योदयसँगै उठ्ने, यमुनाको तटमा गएर जल अर्पण गर्ने, अनि कुटियामा फर्केर दिनभरि श्रीकृष्णको आगमनको प्रतीक्षा गर्ने। मानव उनी पूर्ण विश्वास गर्थिन् कि श्रीकृष्ण एक दिन उनीसँग भेट्न अवश्य आउनुहुनेछ। गाउँलेहरूले राधालाई साध्वी ठान्थे। उनीहरू उनीबारे केही थाहा पाउँदैनथे, तर सबैलाई थाहा थियो यो महिला जो भए पनि आफ्नो सबै केवल श्रीकृष्णलाई समर्पित गर्छिन्। एक दिन राधा यमुनाको तटमा जल अर्पण गर्दै थिइन्। अचानक उनले आकाशतिर हेरिन्। हावामा सन्नाटा छायो र हृदयमा कम्पन चल्यो। मानव सम्पूर्ण ब्रह्माण्डले उनीसँग केही भन्न खोजिरहेको थियो। त्यही दिन साँझ उनी कुटिया बाहिर तुलसीको बोट नजिक बसेर प्रणाम गर्दै भनिन्, अब मेरो जाने समय आयो, तर म यस्तै जादिन। जबसम्म स्वयं श्रीकृष्णले मलाई विदा गर्नुहुन्न तबसम्म जादिन। उनले भनेकी थिइन्, म आफ्नो देह त तब मात्र त्याग्नेछु जब श्रीकृष्ण साक्षात् रूपमा मेरो अगाडि आउनुहुनेछ र प्रेमले मेरो नाम पुकार्नुहुनेछ, राधे। यो इच्छा सुनेर गाउँलेहरू छक्क परे। सोचे, यति ठूलो राजा किन यो वृद्ध महिलासँग भेट्न आउनुहुन्छ? तर कसैले पनि उनीको भक्तिमा शङ्का गरेनन्, किनकि उनले जीवनभरि प्रेमको परिभाषा मात्र जिएकी थिइन्। यता द्वारकामा श्रीकृष्णसँग सबै थियो, तर हृदय भने सुनसान थियो। सबै पाएर पनि केही नपाए जस्तो लाग्थ्यो। तर अब उनलाई भित्रबाट एक खिचाव महसुस भयो। आँखा बन्द गरे, राधाको पुकार कानमा गुन्जियो। आँसु बग्यो, तर हृदयमा शान्ति। उनी तुरुन्तै सबै छोडेर त्यही एकान्त कुञ्जतिर लागे जहाँ राधा प्रतीक्षा गर्दै थिइन्। जब श्रीकृष्ण पुगे, राधा तुलसीको बोटमुनि बसेकी थिइन्, आँखा बन्द, ध्यानमा लीन। कृष्णले बिस्तारै भने, राधे। यो शब्द सुन्नासाथ राधाको आँखा खुल्यो, अनुहारमा चमक छायो। आँखामा त्यो प्रेम थियो जसलाई न त भन्न सकिन्छ न त लुकाउन सकिन्छ। उनी मुस्कुराइन् र भनिन्, प्रभु, अब मेरो जाने समय भयो। मेरो आत्माले अब विश्राम चाहन्छ। श्रीकृष्णले उनको हात समाते। राधाको सास धीरो धीरो कम भयो। उनी तुलसीको बोटमुनि नै प्राण त्याग गरिन्। तर यो अन्त्य थिएन। यही क्षणमा एउटा रहस्य जन्मियो। राधाको आत्माले मोक्ष प्राप्त गर्यो, तर उनका अन्तिम शब्दहरू अझै कृष्णका कानमा गुन्जिरहेका थिए। अन्तिम पलमा उनले भनेकी थिइन्, प्रभु, जब यो धरतीबाट प्रेमको अर्थ मेटिन थाल्छ तब म फेरि फर्किनेछु। मलाई फेरि जन्म लिनुपर्नेछ, किनकि प्रेम जीवनको प्रमुख अङ्ग हो र यसलाई मेटिन दिनु हुँदैन। जहाँ राधाले देह त्यागेकी थिइन् त्यहाँ एउटा नयाँ बिरुवा उम्रियो, तुलसीभन्दा पनि उज्यालो, स्वर्गीय जस्तो। गाउँलेहरूले यसलाई राधा वृक्ष नाम दिए र त्यहाँ पूजा गर्न थाले। तर कसैलाई थाहा थिएन कि त्यो बिरुवा मुनि एउटा रहस्य पलाइरहेको थियो, राधाको पुनर्जन्मको रहस्य। धेरै युग बिते।
जब प्रेमको मूल्य घट्यो र मानिसहरू केवल वासनामा डुब्न थाले, तब बर्सानाबाट केही टाढा एक साधारण किसानको घरमा एक कन्याको जन्म भयो। नाम राखियो ललिता। यो कुनै साधारण कन्या थिइनन्। उनी बिना सिकाइ नै बाँसुरीको मधुर धुन बजाउँथिन्। त्यो धुन सुन्दा रुखका पातहरू हल्लिन्थे, चराहरू नाच्थे। गाउँलेहरू भन्थे यो देवीको अवतार हो। उनी हेर्दा राधाकै याद आउँछ। ललिता 7 वर्षकी भइन्। एक दिन यमुनाको किनारमा बसेकी थिइन्। एउटा सन्त गुज्रे। उनले ललिताको आँखामा हेरे र मन्त्रमुग्ध भए। भने, यी त वही आँखा, वही चञ्चल मुस्कान। राधा, तिमी फर्किआइन्। ललितालाई सपनामा श्याम वर्णको सुन्दर पुरुष देखिन्थ्यो, श्रीकृष्ण नै। उनी केही बोल्दैनथे, केवल बाँसुरी बजाउँथे। त्यो धुनले उनको हृदय छुन्थ्यो। उनी 13 वर्षकी भइन्। यमुना तटमा बाँसुरी बजाउँदै थिइन्। अचानक उनको बाँसुरीबाट वही धुन निस्क्यो जुन सपनामा कृष्ण बजाउँथे। जमिन अलिकति फाट्यो र एउटी स्त्रीको मूर्ति देखियो जसले बाँसुरी समातेकी थिइन्। मूर्ति उठाउँदा त्यसबाट दिव्य आवाज आयो, तिमी फर्किआइन् राधे। यो कथा अझै रोमाञ्चक बन्दै जान्छ। ललिताको खोज, कठिन परीक्षा, अनन्तानन्द अर्थात् कृष्णको पुनर्जन्मसँगको मिलन, समाजको सामना र अन्तमा प्रेमको पूर्ण विजयसम्म। राधा र कृष्णको प्रेम अमर छ। यो कथा हामीलाई सिकाउँछ सच्चा प्रेम समय, समाज र युगका सीमाभन्दा उठी बढी छ।